मैले तिमीलाई केटी देखाउनु पर्ने हुन्छ केटा आऊ ल हेर खोइ त म चाहिँ जुम नै नहुँदो रहेछ अगाडिबाट त्यहाँ आउने बित्तिकै चाहिँ फोन खोल्नु पर्ने हुन्छ हामीले बुझेन हौ मामालाई बोलाऊँ न मामालाई बोलाऊँ सो वेलकम ब्याक टु द न्यू एपिसोड गाइस द समदी ब्लग्स चाहिँ अहिले काठमाडौँमा छ अनि ओपर हिँडिरहेको छ होइन अनि आई जस्ट सो यु वे दाइ मान्छेको गाली खाइन्छ क्या अहिले यो दाइ चाहिँ के भएको ल हेर न म चाहिँ आउनु न हेर्दा आएँ त्यहाँबाट सो कसले के भन्छ कसले के गर्छ भने तिमीहरूले टेन्सन लिनुपर्ने हुँदैन होइन जस्ट तिमीहरूले भिडियो बनाउनु पर्ने हुन्छ पछि हिँड्नु पर्ने हुन्छ सक्यो आउँछन् क्यामेरामा आउनेहरू आउँछन् नआउनेहरू आउँदैनन् मलाई सो मेरो ड्रेसअप त्यस्तो छ है क्यान सी माई ड्रेसअप अनि अगाडि चाहिँ त्यही हो बाटोहरू यस्तो छ अनि के भन्नुपर्छ तिमीहरूले आफै बुझ्छौ म केटा हो सो केटा अहिले चाहिँ हामी ट्राफिकमा छौँ अनि कहाँ छौ सो यहाँ देख्न सक्छौ तिमीहरूले अझै 43 सेकेन्ड छ सो 43 सेकेन्डमा चाहिँ म तिमीहरूलाई यो बाटो को जान्छ छैन त केटीहरू पनि छ छेउमा केटा हो के गर्नु गाह्रो छ कुनै राम्री सुन्दरीहरू चाहिँ छैन सो त्यही हो केटा हो बुझेन हौ तिमीहरूलाई मैले केटी देखाउने टार्गेट हो मेरो चाहिँ साह्रो केटा हो सो दाइरामा चाहिँ अहिले ट्याक्क एउटा फोन लिन गइरहेको छु तिमीहरूलाई म एक दिन थमेलको थमेल लगाएर देखाउँछु केटा डोन्ट वरी अस्ति गएको यस्तोहरू थियो नि म्या कसम तिमीहरूलाई म थमेल लान्छु एक दिन अनि थमेल घुमाएर बनाएर देखाउँछु बुझ्यौ नि केटा त्यो यहाँनिर चाहिँ वेट जोख्ने थियो अनि मैले वेट जोखेर बुवालाई सपोर्ट गरिसकेको छु त्यही अगाडि अब सुन्दरीहरू आउँदैछन् केटा हो तिमीलाई मैले डाइरेक्ट चाहिँ देखाउनु मिल्दैन हामी यहाँनिर आउँदैछन् एक दुईजना मैले जे गरे पनि तिमीलाई पुग्दैन भनी किन मान्छौ तिमी कसैको मन आफ्नो प्राण भन्दा प्यार कोहीले हामी दिए जाँटा कमाइ तिमीलाई तू मेरी बाहों में दुनिया भुला दे जो अब कस्तो मैले फोनै अड्केँ होइन खोइ कहाँ काम गर्थ्यो दाइ फेरि दाइ वेयर आर यु म्यान सो त्यही हो गाइज हेर्दैछन् मलाई एक दुईजनाहरूले जसले जेसुकै गरे पनि बाल भएन नि त हामीले हाम्रो काम गर्ने हो नि त सो त्यही हो थ्याङ्क यू सो मच गाइज